यो टिमर धेरै राम्रो फलिरहेको छ। अब पन्जाको कैँचीको र बुटको आवश्यक छ। टिमर हातले सकिन्न। रुखहरू पनि धेरै ठुलो छ। यता तैँले खिच्नु त टिमर चाहिँ धेरै फलेको छ तर काट्नु नहुँदैन। कैँचीको आवश्यकता छ तर कैँची नहुँदा टिमर त्यत्तिकै वर्षै पछि खेर गइरहेछ। कृषिले कैँची दिनु पर्यो। कैँचीको आवश्यकता पर्यो।